हेलो साथीहरु, आज चाहिँ हाम्रो माइतीमा घर लिप्न लाग्यो। अब चाहिँ यो सफा गरेर लिप्ने हो बल्ल। यो चाहिँ मेरो भाइ हो। भाइले चाहिँ सफा गर्दै छ। यो पातहरु चाहिँ अष्टमीको पूजाको लागि। ल भाइले चाहिँ कलर गर्न सुरु गर्यो। भाइले पनि कलर गर्न सुरु गरे है। यता चाहिँ बाबाले चाहिँ अष्टमीको पूजा गर्दै हुनुहुन्छ। पोखरा पि चुलापाती खै अहिले राति फेरि पर लिङडाँडा मन्दिरमा कालरात्रिको पूजा पनि हुन्छ। सबैजना आउनु होला। भगवान कुण्डली रक्षा गर्नु हरि। जमरा ढोली सकेछन् हो नि। जमरा यहाँ हेर त यी जमरा अलि पातलो रहेछ। यो कति मोटो छ। भगवान भगवान ल भगवान 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 उ त खुकुरी ल्याइदियो त गलम भगवान विष्णु हो तिमीले हो। खोइ मकै पनि फलिसकेछ। भगवान विष्णु भगवान सोह्र श्राद्ध नवदुर्गा भगवानी भगवानी नवदुर्गा भवानी नवदुर्गा भवानी कालरात्रि देवी देवताले रक्षा गरून्। भगवानले रक्षा गरून्। नमस्ते गरून्। नमस्ते नमस्ते लिनु नमस्ते चुली भाग्यमानी भए। यसपछि यिनको पालो आयो। यिनको रात्रि भगवानले रक्षा गरून् रक्षा गरून् लाउनुहोस् ल नमस्कार भगवान विष्णु
अष्टमी देवताले रक्षा गरून् दुर्गा अष्टमी देवताले रक्षा गरून् भगवान यिनी चाहिँ मेरो ठुली छोरीले साह्रै रहर गरिन्छन् कलर गर्न हेलो नितिशा मेरो नाम काय गरियो सादा हेरे भिडियो युट्युब च्यानलमा छोरीको मामा घर मेरो माइती घरमा हेर्नु न म टाकै छैन यहाँ पानी उते भान्जी त्यही उते उसमा गयो हजुर ल पारे भन्छ हाय गरिदिउ ल नगदेऊ हेलो गाइस भनिदिउ सम्झना फार्म पगरा उड्ने हिँड्दैन त्यहाँ साँझ साँझ त उठ्दैन माउलाको बुबाहरू हालिदिउँ माथि सक्छन् नि हो र कसले सक्छन् मम्मीले ल सक त मामालाई चिनाइदिदेऊ त मामालाई मिठाई कि होइन काँक्राले दिदेऊ काँक्राले दिदेऊ नहीं ना और नरोके त्यो ट्र्याक्टरले यहाँ भइहाल्छ त्यहाँ यसो धेरै यसो कोही कोही हुन्छ नि केटाहरू भर्खर कलर गरेको हौ यता
गरिरहनुहोस् त के गरी त्यसो गर्ने है यो कलर गर्नुको यो अबे से अङ्कल अङ्कल भन त छिटो छिटो पानी लाएर यो मात्र लाउने अरे ए ल ल मम्मीले मम्मी आमाको भित्र लगाएको हेर्नुहुन्न के काम गरेछ ए हाथी चला मेरो असल है भो झुन्डिने झुन्ड्यो खै कहाँसम्म पुग्छौ माथि कहाँसम्म पुग्यो भने सक्दिनौ तिमी त सके छैनन् सके छैनन् ऊ त्यही नसक्ने छि ओ माताजी दस कतिका लगाइसक्नु भयो ए दिदीले कति सफा गरिदियो हुनुहुन्छ खै दसैँ नआउँदै के हो रहेछ लगाउनु म त लगाउनु मैले यिनी चाहिँ मेरो बुहारी नानी भुइँ लिप्दैछन् के कलर गराउनु हो त्यस्तो
ओहो यो भाइ बन्द गर काट्दिन यतिको चाहिँ गराइयो तर घरमा यो कलर गर्न त अझै बाँकी छ मैले त्यही भन्नु लाग्थेँ ल आधा काम सकियो आधा काम अझै बाँकी छ पुरा काम सकिएपछि फेरि अर्को भिडियो राख्छु ल अहिलेलाई चाहिँ बाई बाई फेरि भेटौँला